आज हामी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कारागार बसाई कस्तो चल्दै, रवि कारागार हुँदा उनको पार्टीमा सुमना श्रेष्ठले सहमहामन्त्रीबाट राजीनामा दिएपछि उत्पन्न भएको तरङ्गबारे चर्चा गर्नेछौँ। सहकारी ठगी प्रकरण जसले रासोपाका सभापति रवि लामिछानेलाई रूपन्देहीको जिल्ला कारागारसम्म पुर्याएको छ। यो घटनाले राजनीतिक वृत्तमा मात्र नभई आम नागरिकमा पनि ठुलै तरङ्ग पैदा गरेको छ। उच्च अदालत तुलसीपुर बुटवलको आदेशपछि रविलाई जिल्ला कारागार रूपन्देहीमा राखिएको छ। कारागार प्रशासनले उनलाई कोभिड महामारीको समयमा बनेको एउटा विशेष कोठामा राखेको छ। सुरक्षाको कारणले उनलाई अन्य कैदी बन्दीहरूसँग नराखिएको कारागार प्रशासनको भनाइ छ। यो विशेष कोठामा उनले कसरी दिनहरू बिताइरहेका छन् त्यो जान्न आम मानिसमा पनि ठुलो हुटहुटी पैदा भएको छ। कारागार स्रोतका अनुसार रवि लामिछानेको दिन अध्ययनमा बित्छ। ऐतिहासिक पुस्तकहरूमा उनको विशेष रुचि छ। नेपाली र अङ्ग्रेजी दुवै भाषाका पुस्तकहरू उनले पढ्ने गरेका छन्। खानामा दाल, भात, तरकारी नै उनको रोजाइमा पर्छ र कहिलेकाहीँ उनले कारागारको फोन पनि प्रयोग गर्ने गरेका छन्। कारागार प्रशासनले उनलाई तपाईको केही माग छ भनेर सोद्धा उनले केही छैन, जे छ ठिकै छ भन्ने जवाफ दिन्छन्। कारागार यस्तै हो भन्ने जवाफ पनि उनले दिने गरेका छन्। तर रवि लामिछानेलाई भेट्न आउनेहरूको सङ्ख्या भने एकदमै कम रहेको छ। दिनमा 2-4 जना मात्रै भेट्न आउँछन्। यो घटनाले उनको राजनैतिक जीवनमा कस्तो प्रभाव पर्ला भन्ने प्रश्नहरू पनि उठ्न थालेका छन्, उब्जिन थालेका छन्। उनका सहयोगीहरूले भने उच्च अदालतको आदेश विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। अब सर्वोच्च अदालतले यसमा कस्तो निर्णय लिन्छ त्यो भने हेर्न बाँकी छ।